यो वर्ष हाम्रो गाउँमा निकै वाइल्ड कुराहरू भयो के म्युजिक भिडियोको सुटिङदेखि लिएर फिल्मको सुटिङसम्म। यही बीच फेरि अल्ट्रा ट्रायल रनिङ पनि भयो। अल्ट्रा ट्रायल रनिङ भनेको चाहिँ तपाईँ हामीले जाने जस्तो रेगुलर दौड चाहिँ होइन। अल्ट्रा भनेको चाहिँ लामो दूरी र ट्रायल भनेको चाहिँ माटोको बाटो पहाड आदिलाई बुझिन्छ। अब यसमा दौडिनु पनि अब आफूले विशेष किसिमको स्ट्राटेजीहरू चाहिँ लगाउनु पर्ने हुन्छ। छ्याजालो म हेमबहादुर गुरुङ यानि कि द सोल्टी र स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ भिडियोमा। हाम्रो गाउँमा भएको अल्ट्रा ट्रायल रनिङमा चाहिँ 30K 55K र 100K को कोर्सहरू थियो। हुन त मलाई यसको बारेमा पहिला थाहा चाहिँ थिएन। मैले आफ्नै गाउँमा भएर चाहिँ बल्ल अल्ट्रा ट्रायल रनिङको बारेमा थाहा पाएको। यसको लागि म पोखरा अल्ट्रालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसले गर्दा हाम्रो गाउँले केही न केही एक्सपोजर चाहिँ पायो, किनकि यो चाहिँ ठुलै रेस थियो र यसमा चाहिँ 13वटा विभिन्न राष्ट्रहरूबाट खेलाडीहरू आएको थियो। रेस हुने मिति चाहिँ 2082 सालको मङ्सिरको 13 गते थियो र मङ्सिरको 12 गते चाहिँ हामी आमा समूह लगायत फुल मावा लिएर हामीले चाहिँ प्रतियोगीहरूलाई स्वागत गर्नलाई डाँडामा गएर बसेको थियो। सोल्टी ल यार एकदम बेस्ट अफ लक मेरो सोल्टीलाई यार। गाइस रिप्रेजेन्टिङ हाम्रो श्री सीताराम माध्यमिक विद्यालय उहाँ हुनुहुन्छ हाम्रो भगी सर हजुरलाई होइन बेस्ट अफ लक। धन्यवाद सर। सीतारामको नाम चाहिँ उच्च राख्नुपर्छ हजुरले। आफू सक्दो प्रयास गर्नेछु, आफ्नो शक्तिले भ्यासम्म प्रयास गर्नेछु। भाग लिएको चाहिँ फर्स्ट टाइम हो। योभन्दा अघि मैले सानो सानो प्रतियोगिताहरूमा भाग लिएको थिएँ। फर्स्ट टाइम एकदम लङ यो लङ टाइम भाग लिने भएको चाहिँ फर्स्ट टाइम नै हो र मेरो चाहिँ स्ट्रेटेजी के छ भने जसरी पनि जुन प्रतियोगितामा मैले भाग लिन गएको छु त्यो प्रतियोगितामा चाहिँ प्रथम हुने मेरो चाहिँ स्ट्रेटेजी रहेको छ। हेलो कोही चाहिँ यहाँ पिङ खेल्न पनि बिजी भइरहेको छ। हाम्रो पिङ खेल्नमा बिजी रहेको छ हाम्रै साली नानी पो रहेछ। हाम्रो साली काजी पनि आएर रहेछ नि त। छाउडालामा किन यस्तो रमझम छ भनेको त हाम्रो साली काजी आएको छ क्या है। हेलो गाइस रोटी हालिदिनु रे त हामी त सानो सानै रोटी मन पराउँछ आमा यो त चिया यता दिजा यो छेउमा ल न खाजा चाहिँ यिनै हुन् है हाम्रो गाउँमा सर भएको बवाल छ है त। मेरो त फर्स्ट टाइम लाइफको चाहिँ याङ्जा कोटबाट गफु हुँदै गफुबाट कान्तिङ हामीलाई घर जाने एक दिन लाग्छ हिँडेर। मान्छे मलाई त 3 दिन लाग्ने भयो त। हजुर मलाई 3 दिन लाग्ने भयो त। फिटनेसमा चाहिँ थ्याङ्क यू मिरलाई थ्याङ्क यू भन्न चाहन्छु। उसले चाहिँ मलाई इन्स्पायर गरेको है। एक्चुअली म बाइकको गियर्समै छु अहिले पनि है। म चाहिँ बाइक चलाउँछु हजुर रोड बाइक स्पेसली गेमहरू रेसहरू पनि खेलिरहेको छु। तर चाहिँ फिटनेसमा छिरेदेखि मिरले चाहिँ मलाई चाहिँ इन्स्पायर गरेको थ्याङ्क यू भन्न चाहन्छु। हेरौँ के हुन्छ भोलि। मङ्सिर 12 गते हामीले पाहुनाहरूको राम्रो स्वागत गर्दै खाजाहरू खुलायौँ र रात्रिकालीन कार्यक्रमको अवसरमा उहाँहरूसँग छमछमी नाच्यौँ। All the runners, we're going this way, so follow me, and then we'll get to हामी चाहिँ एउटा के अरे निशान लजमा जान्छौँ हैन। निशान लजमा गएर त्यहाँबाट डिस्ट्रिब्युट हुने है सबैलाई। हेलो दिदी Hi, Ozaima. You from Japan, right, sir? I saw you on Facebook. Oh, yeah. Yeah, because Pokhara Ultra was posting a video. That's why I reckon you. Oh, yeah, he's from Japan because we love Japan. You know, I love Japan. Arigato, namaste.
It's my first time come here. First time in here. Yeah, just for learn this race Okay. and make sir. friends like Yeah. you. Yeah, thank you so much, sir. And I want to make an article, magazine, paper magazine article. हाम्रो भगी सर once again. नमस्कार सर. है सर बेस्ट अफ लक है सर. आज पनि बेस्ट अफ लक भन्न आएँ मैले हजुरलाई. हाम्रो टिमका साथीहरू यतै हुनुहुन्छ. उहाँ हाम्रो सर एउटा उहाँ ठ्याक्क आएन कि राम्रो मोबाइलबाट. रिप्रेजेन्टिङ यान्जोकोट हाम्रो कुमार सोल्टी आइसकेको छ. कुमार सोल्टी बेस्ट अफ लक. धन्यवाद. होइन कुमार सोल्टी मात्र हेर्नु रहेछ. यहाँ त भिआर बनिरहेछ. भिआरलाई पनि बेस्ट अफ लक. मामा बनिरहेछ. मामालाई पनि बेस्ट अफ लक. हो हाम्रो मामाको नम्बर रहेको छ 337. कति मामा 30 किलोमिटर कि 100 किलोमिटर? 30 किलोमिटर भन्छ. सब 30 हो. त्यो सबलाई चाहिँ आफ्नो ब्यागमा राखिदिनु होला है. त्यो चाहिँ तपाईँहरूलाई ट्र्याकिङको लागि हो होइन. यो चाहिँ तपाईँको 55K र 100K को लागि हो. त्यो के अरे ट्र्याकर चाहिँ आफ्नो ब्यागमा राखिदिनु होला, नहराउनु होला. हामीले त्यही ट्र्याकरबाट चाहिँ तपाईँहरूलाई हामीले यहाँ बसेर ट्र्याक गर्ने हो होइन, तपाईँहरू कहाँ हुनुहुन्छ भनेर. So our respected officials will start the race for us. विपिन भाइ बेस्ट अफ लक. रिप्रेजेन्टिङ यान्जोकोट विपिन भाइ पनि है लास्टमा देखा परेको पार्टिसिपेन्ट हाम्रो चाहिँ सायद लास्टको उनी होला होइन. 5 जना हिँड्दा नि 5 जनामा 4 जना सब भेट भइसक्यो. लास्ट भेट हुनु भनेको विपिन भाइ थियो. विपिन भाइ भेट भइसक्यो. बेस्ट अफ लक. अब रेसलाई ढिलो नगरिकन हामी यस मादी गाउँपालिकाका अध्यक्ष हाम्रो प्रिय दाई श्री देवीजङ गुरुङ र हाम्रो मादी 3 वडा अध्यक्ष प्रिय दाई श्री विकास गुरुङ दाईलाई अब यो खेल सुरुवात गरिदिनु हुन अनुरोध गर्दछु. And without any further ado, we request the respected Dewijong Gurung Dai, Mayor, and then Ward Vikas Gurung from the village. So they will help us start the race. I'll go ahead and say I'm gonna count down गर्छु म हैन 10 9 8 है. And when you hear me let's go, that means you gotta go है. Once again हाम्रो र सबैजनालाई एकचोटि यो रेस सफल गरिदिनु भएकोमा हाम्रो अध्यक्ष देवीजङ दाई र हाम्रो अर्को अध्यक्ष विकास दाईलाई चाहिँ धेरै धेरै धन्यवाद भनिदिन अनुरोध गर्दछु. थ्याङ्क यू. So one last word, we like to thank Dewijong Gurung Dai for helping us make this event a successful event. So thank you so much. रिमेम्बर यो अहिले यो बाटो चाहिँ सानो छ, त्यही भएर अहिले हामीले एकैचोटि हजुर त्यो चाहिँ सबैले विचार गरिदिनु र सेफ्टी अनि सेक्युरिटीको लागि चाहिँ एकदम विचार गरिदिनु है. रेस सुरु भएर यहाँबाट सब भागेर गइसक्नु भयो होइन. उता डाँडा पुरा मैले ड्रोनलेबाटै भेटाउन सकेन कि धेरै टाढा पुगिसक्यो. ड्रोनको ब्याट्री पनि सक्यो. नमस्ते, म राजीव श्रेष्ठ. हाम्रो यो याङ्जाकोटमा आज भइरहेको पोखरा अल्ट्राको आयोजक. हाम्रो यो याङ्जाकोटमा चाहिँ यो वर्ष हामीले पहिलोपटक याङ्जाकोटलाई बाहिर चिनाउनको लागि याङ्जाकोटको पर्यटक
त्यसलाई चाहिँ बढाउनको लागि भनेर हामीले फर्स्ट पोखरा अल्ट्रा याङ्जाकोटबाट गरेको छौँ होइन। यहाँ हाम्रो के अरे गाउँपालिकाको अध्यक्ष दाई देवीजङ गुरुङ दाई उहाँले धेरै ठुलो भूमिका खेलिदिनु भएको छ यो सफल पार्नको लागि। अनि हाम्रो अब अरू पनि यहाँ सबै रोशन गुरुङ, हाम्रो नारायण गुरुङ दाई सबै लोकल मान्छेहरू जसलाई पनि भेटियो सबैजना एकदमै सपोर्टिभ हुनुहुन्छ याङ्जाकोटको होइन। हामी एकदमै खुसी छौँ। अब यो याङ्जाकोटमा यो पहिलोपटक हो पोखरा अल्ट्रा। अब यसै गरी हामीले नेक्स्ट इयरमा पनि यहीँ याङ्जाकोटमै गर्ने हाम्रो निधो छ होइन। त्यसले गर्दाखेरि यसलाई हामीले अब निरन्तरता दिन्छौँ। हजुरहरू यसपालि छुट्नुभयो भने नेक्स्ट इभेन्टमा आइदिनु होला। रेस भएको एकछिनपछि त्यहाँ सबै खाली भएको थियो। त्यहाँ केही आयोजक र हामी मात्र बाँकी थियौँ दर्शकहरू। केही छिनको लागि भने पनि म चाहिँ विश्राम गर्न घरतिर आएँ। यो मेरो लागि निकै नै नयाँ सब्जेक्ट थियो र त्यसैले म यो चाहिँ कम्तीमा पनि टाइम लाग्छ होला सोचिरहेको थियो। तर 11, 11:30, 12 खै मलाई थाहा भएन, त्यति टाइमतिर आइपुग्नु भएको थियो। मैले चाहिँ फर्स्ट र सेकेन्ड अघि नै आइसक्यो भन्ने सुनेको थिएँ कि आमा अघि भर्खरै भएर रेस सुरु भएको जस्तो लाग्छ मलाई त है। तर मान्छेहरू आइसक्यो के ए सानो छोरी हाम्रो गाउँको कति मान्छे उठेकै छैन होला। म पनि यति बेलासम्म सुतेर बस्छु कहिलेकाहीँ म रात बेलसम्म काम गर्दा। एन्ड दिस पिपल हेभ अलरेडी वोकन अप होइन, वेन्ट थ्रु कर्बु डाँडा ताङतिङ कता कता एन्ड दे आर हियर इन याङ्जाकोट के। दुईटा महिला हेलो सौगात। अर्कोचोटि जित्ने है ए कङ्ग्रेचुलेसन है हजुरलाई। थ्याङ्क यू। हामी हिजो भेट भएको होइन नि। हजुर के फर्स्ट हुनुभयो कि फर्स्ट ए झन् एकदम धेरै धेरै कङ्ग्रेचुलेसन। All right. Awesome work, man. Congratulations. How was the course? Perfect. Yeah. Awesome. The seniority was perfect. In the beginning, you should be smart because if you are going too fast, you will burst. You're going yourself. यही क्रममा मैले अहिलेको प्रख्यात ट्रायल रनर लोकेन्द्र राईसँग पनि इन्ट्रोड्युस गर्ने एउटा मौका पाएँ। नमस्ते छ्याजालो सबैजनालाई। म चाहिँ लोकेन्द्र राई सोलुखुम्बुबाट। म चाहिँ एउटा ट्रेल रनर हुँ। ट्रेल रनरको कुरा गर्दाखेरि चाहिँ मैले चाहिँ धेरै गेमहरू खेलिसकेको छु। नेसनलदेखि इन्टरनेसनल गेमहरू खेलिसकेको छु। जब म यो ट्रेल रेसमा आएँ अनि चाहिँ यहाँको के भन्छ याङ्जाकोटहरू राम्ररी घुम्न पाएँ। अनि जुन घुम्ने क्रममा चाहिँ मैले चाहिँ यहाँको गुरुङ कल्चरहरू चाहिँ मजाले हेरेँ। उनीहरूको ट्रेडिसनल वेलकम प्रोग्रामहरू पनि हेर्न पाएँ। जस्तो मैले अनुभूति पनि गर्न पाएँ। त्यसको लागि तपाईँहरू सबैजनालाई धेरै 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 धन्यवाद। लगभग साँझ पर्ने बेलासम्म 30K र 55K क्याटेगोरीको रेसहरू चाहिँ सम्पन्न भइसकेको थियो। तर पनि 100K क्याटेगोरीको रेस भने चाहिँ राति अबेलसम्म चलिराख्ने रहेछ। म र पदम भाइ चाहिँ छापडाँडा जाँदैछौँ अब रातको रमझम हेरेर। किनकि 100 किलोमिटर गर्नेहरूको चाहिँ अहिले यहाँ अब फर्स्ट चाहिँ आइसक्यो। अघि फेसबुकमा देखियो है। हामी पनि अब आफ्नै काममा बिजी भातसात खाना यताउति गर्दा जस तर फर्स्ट चाहिँ आइसक्यो।
सेकेन्ड आउन बाँकी छ कि न आइसक्यो सेकेन्ड पनि थाहा छैन फेरि 30 किलोमिटरको र 55को चाहिँ सकिसक्यो 100 किलोमिटरको चाहिँ फर्स्ट आइसक्नु भएको छ सेकेन्ड आउँदैछ बाटोमा याङ्जाकोटबाट मादी गाउँपालिकाबाट 5जना हुनुहुन्थ्यो कुमार गुरुङ 2जना कुमार गुरुङ अनि विपिन जङ गुरुङ अनि किरण परिया भाइ अनि एउटा चाहिँ श्री सीतारामको भविष्यर हुनुहुन्थ्यो उहाँहरू चाहिँ कुमार भाइ सानो चाहिँ 13th आउनुभयो यहाँ 42 जनाको टोटल थियो त्यसमा चाहिँ 13 हुनुभयो उहाँले चाहिँ 5 घन्टा 38 मिनटमा पार गर्नुभयो अनि किरण परियारले चाहिँ ठ्याक्कै 5 मिनटको डिस्टेन्समा 5 घन्टा 41 मिनटमा कम्प्लिट गर्यो र कुमार गुरुङ हाम्रो साना बाउ चाहिँ 5 घन्टा 48 मिनटमा चाहिँ उहाँ पनि आउनुभयो अनि भविष्यले चाहिँ लगभग 6 घन्टामा यहाँ आइसक्नु भएको थियो र विपिन भाइ चाहिँ अलिकति लेट भयो तर त्यो उहाँले चाहिँ उसले पनि कम्प्लिट गर्यो जे भयो नि कोही त आगो तापेर पनि कुरेर बसिरहेको छ यता अँध्यारोतिरको कुन हाम्रो बाउ पनि यहीँ रहेछ नि त चन्द्र भाइले मिसी हालेर गुड्छ भाइले गरेछ मेरो भाइले हाम्रो गाउँमा आउनुभयो खुसी लाग्यो है 9 बजे भन्दा अगाडि कहाँ लेट जाने हो तोर चाहिँ राम्रोसँग लेट जा है फेरि आगो लगाइदिएलास् फेरि ए आगो यहाँ साह्रै यिनीहरूले हेलो नमस्ते मैले केही बेर त्यहाँ बसेर रात अझै छिपिँदै गइरहेको हुनाले म सुत्नको लागि घर आएँ बट द रेस वाज स्टिल अन र यति भन्दै म हजुरहरूबाट पनि बिदा लिन चाहन्छु हजुरहरूलाई यो भिडियो मन परे लाइक गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला र हजुरहरूको साथीहरू बिच सेयर गरिदिनु होला